नमस्कार, म मोतीघर भट्टराई आज फेरि हजुरहरु समक्ष एउटा भिडियो लिएर उपस्थित भएको छु र आजको हाम्रो यो भिडियोको विषय रहेको छ आचमनम यानी कि आचमन। आचमन किन गर्ने, कसरी गर्ने र गर्नाले के हुन्छ भन्ने यी सबै प्रश्नहरुको उत्तर हामीले यही एउटा भिडियोमा प्राप्त गर्नेछौं। र आचमनम शब्दको अर्थ भन्दछ आ उपसर्ग पूर्वक समूह अदने भन्ने धातुबाट बनेको यो आचमनम शब्द, जसको अर्थ हुन्छ जललाई ग्रहण गरेर हाम्रो भित्री शुद्धि गर्नु भन्ने। विशेष गरी आचमन गर्नका लागि हामीलाई के सामग्री चाहिन्छ त भन्दाखेरि तीन थोक चाहिन्छ। तीन थोक भन्नाले एउटा चाहिन्छ हामीलाई पञ्चपात्र, अर्को चाहिन्छ आचमनी र अर्को चाहिन्छ जल। अब पञ्चपात्र भनेको के हो भन्नु होला, तसर्थ मैले मेरा समक्ष राखेको छु सबै सामग्री। र जुन यो एउटा पात्र हुन्छ, सुन, चाँदी, ताँबो, पित्तल अथवा कुनै पनि धातुबाट बनेको, पानी राख्नका लागि उपयोगी सानो, हामीले जुन पानी पिउनका लागि प्रयोग गर्छौं ग्लास, त्यस्तै तर धेरै सानो जुन पात्र छ त्यसलाई भनिन्छ पञ्चपात्र। हुन त पाँचवटा पात्रलाई पञ्चपात्र भनिनु पर्ने हो, तर पनि सामान्यतया पञ्चपात्र शब्दले नै हामीले यसलाई पनि बुझ्ने गर्दछौं। पानी राख्नका लागि एउटा सानो पात्र। अर्को हुन्छ हामीसँग आचमनी। आचमनी भनेको सानो एक प्रकारले हेर्ने हो भने डाडु जस्तै, तर सुन, चाँदी, ताँबो, पित्तल कुनै पनि धातुबाट बनेको धेरै सानो, जल उगाएर हातसम्म पुर्याउनका लागि प्रयोग गरिने पात्र। र अर्को हुन्छ जल, पानी, सके पुगे गंगा जलले, नपुगे पनि कुनै पनि शुद्ध जलले गरिन्छ आचमन। र विशेष गरी किन जरुरत छ त आचमन गर्नु भन्दाखेरि हाम्रो भित्री शरीर शुद्धको लागि। अब यो प्रश्न उठ्न सक्छ कि हामीले स्नान गरेका छौं, शुद्ध वस्त्र लगाएका छौं, शुद्ध आसन लगाएका छौं, कुल्ला गरेका छौं, शरीर त शुद्ध नै छ नि भन्दा होइन। हामीले जसरी स्नान गरिसकेपछि पनि सन्ध्या वन्दन गर्नु पूर्व अथवा कुनै पनि कर्म गर्नु पूर्व हामीले शुद्ध जलद्वारा अभिसिञ्चन गरेर अपवित्र पवित्र आदि मन्त्र पढ्दै शरीरको शुद्धि गर्छौं, आत्मशुद्धि गर्छौं, जसरी हामीले एउटा शुद्ध वस्त्र लगाएका छौं, अरूतिर कहीँ पनि नलगाइएको वस्त्र अथवा धोएर सफा गरिएको वस्त्र लगाएका छौं, त्यो वस्त्रलाई पनि हामी के गर्छौं, जल आदि छिड्काव गरेर अभिसिञ्चन गरेर त्यसलाई पनि शुद्ध गर्छौं। अथवा जसरी हामीले एउटा आसन अरूतिर प्रयोग नगरिएको आसन ओछ्याइएको छ, शुद्ध आसन हो, तर पनि त्यसलाई पनि हामीले आसन जल अभिसिञ्चन गरेर शुद्ध बनाउँदछौं। त्यसरी नै हामीले स्नान आदि गरेर कुल्ला आदि गरेर शुद्ध गरिएको हाम्रो भित्री भागलाई पनि विशेष आचमनद्वारा हाम्रो भित्री भागलाई पनि शुद्ध गर्ने गर्दछौं। तसर्थ हामीले हाम्रो भित्री भागलाई शुद्धिकरण गर्नका लागि आचमन गर्ने गर्दछौं। अब आचमन कहाँ गर्नुपर्छ त भन्दाखेरि कुनै पनि वैदिक कर्म गर्नुभन्दा अगाडि आचमन गरेर प्रारम्भ गरिन्छ। कुनै पनि स्तोत्र स्तुति पाठहरू गर्नुभन्दा पूर्व हामीले आचमन गरेर गरिन्छ। भोजन गर्नुभन्दा अगाडि हामीले आचमन गरेर गरिन्छ। कुनै पनि मन्त्र जप्न थाल्नुभन्दा अगाडि आचमन गरेर गरिन्छ। समापन गरेर पनि हामीले आचमन गरिन्छ। अथवा मन्त्र जप्दै गर्दाखेरि बीचमा बोलियो अथवा बोल्नुपर्ने अवस्था आयो भने पनि बोलिसकेर पनि फेरि आचमन गरेर मन्त्र प्रारम्भ गरिन्छ जप गर्नका लागि। अथवा हामीले मन्त्र जप गर्दै गर्दा हाछिउ आयो, अपान वायु त्यागियो भने त्यस अवस्थामा पनि हामीले आचमन गरेर फेरि त्यो कार्यलाई अगाडि बढाउँदछौँ। अथवा हामीले नछुनु पर्ने, नछुनु नहुने वस्तुहरूलाई छोइयो, अस्पृश्य वस्तुहरूलाई स्पर्श गरियो भने त्यस अवस्थामा पनि हामीले आचमन गरेर शुद्धि गर्दछौँ। अथवा मलमूत्र त्यागियो, बाहिर गइयो भने त्यस बेला पनि हात आदि प्रक्षालन गरेर विधिवत फेरि त्यही जलले हामीले 3 चोटि कुल्ला गरेर आचमन गरेर अनि मात्रै शुद्धि गर्ने गर्दछौँ। र यो सबै विधि विधान भयो आचमन गर्नुको जरुरत र ठाउँहरू। अब गर्नु चाहिँ कसरी पर्छ त भन्दाखेरि आउनुहोस् हामी आचमन गर्ने विधिलाई पनि बुझिराख्छौँ। विशेष गरी हाम्रा हातमा देवतीर्थ, पितृतीर्थ, ब्रह्मतीर्थ धेरै तीर्थहरू बसेका हुन्छन्। तर यो जुन हामीले आचमन गर्छौँ, आचमन गर्दाखेरि ब्रह्मतीर्थबाट गर्नुपर्छ भनिन्छ, शास्त्रको भनाइ छ। अब कहाँ हो त ब्रह्मतीर्थ भन्दाखेरि हाम्रो हत्केलाको पछाडिपट्टिको भाग
जहाँ नाडीको छेउमा पर्दछ त्यहाँनेर हाम्रो हातलाई गाईको कान जस्तै गहिरो बनाएर यो औँलालाई हामीले त्यागिन्छ, किनकि यो औँलाको फेदमा पितृतीर्थ हुने गर्दछ र पितृतीर्थमा यो जल पार्नु हुँदैन भन्ने धर्मशास्त्रको नियम भएकाले गर्दाखेरि हाम्रो हातलाई गहिरो बनाएर जुन आचमनी छ त्यसको सहाराले त्यहाँ जल लगाएर ओम केशवाय नमः स्वाहा भनेर त्यसलाई ग्रहण गर्ने। फेरि अर्कोचोटि ओम नारायणाय नमः स्वाहा र अर्कोचोटि ओम माधवाय नमः स्वाहा। यसरी 3 चोटि ग्रहण गरिसकेपछि ओम गोविन्दाय नमः स्वाहा भनेर हस्त प्रक्षालन गरिन्छ। आचमन गरिसकेपछि हात नधोइकन यानि कि हस्त प्रक्षालन नगरिकन कुनै पनि वैदिक कर्म गर्नका लागि धर्मशास्त्रले निषेध गर्नुभएको छ। अब यहाँ जुन हामीले मन्त्र पढ्यौं ओम केशवाय नमः स्वाहा, यहाँ कतै कतै ओम केशवाय नमः मात्रै पनि लेखेको पाइन्छ, स्वाहा नलेखेको। तर हामीले ओम केशवाय नमः स्वाहा भनिकन पनि अत्युक्ति हुँदैन। र यहाँनेर स्त्रीहरूले यदि यही आचमन गर्दै हुनुहुन्छ भने ओमको ठाउँमा श्री लगाउनु भन्ने पनि विधान पाइन्छ। श्री केशवाय नमः स्वाहा, श्री नारायणाय नमः स्वाहा, श्री माधवाय नमः स्वाहा र हात धुनको लागि श्री गोविन्दाय नमः स्वाहा। अब यो कसरी गर्नु हुँदैन त भन्दा उठी गर्नु हुँदैन, उभिएर आचमन गर्नु हुँदैन। तर यदि हामी गंगाजल भित्र पसेर अथवा कुनै पनि नदी भित्र पसेर मन्त्र जप आदि गर्दैछौँ भने त्यस अवस्थामा यदि नाभिसम्म पानी छ भने त्यस अवस्थामा उठी पनि आचमन गर्नका लागि सकिन्छ, हामीले गर्न मिल्छ। र आचमन गर्दाखेरि हात नाभिभन्दा माथि अथवा नाभिको बराबरमा राखेर गर्नुपर्दछ भनिन्छ। र सिधै कसैको बानी हुन्छ कि यो आचमनीले नै सिधै आचमन गर्ने, तर त्यो पनि धर्मशास्त्रले निषेध गर्नुभएको छ। तसर्थ आचमनीद्वारा हातमा लगाएर ब्रह्मतीर्थबाट हातबाट नै हामीले आचमन गर्नुपर्दछ। यी सामान्य धर्मशास्त्रका नियमहरू छन् र हामीले यी कुराहरूलाई बुझ्नुपर्ने भएकाले गर्दा आज हामीले यो भिडियोको मार्फत यो आचमन विषयलाई हामीले यथायोग्य भनौँ संक्षेपमा वर्णन गर्यौं र यसको विस्तार छ। समय मिलेमा हामी अगाडि गएर कुनै दिन विस्तारपूर्वक पनि जान्ने प्रयास गर्नेछौँ। तर आजको लागि हामी यो भिडियोलाई यही अन्त्यम गर्दैछौँ। धन्यवाद। जय श्री राधे, जय श्री कृष्ण।